नमस्कार। हजुरहरूले बाइकले ट्रायल पास गर्नु चाहनुहुन्छ भने मैले जे गर्छु त्यही गर्ने प्रयास गर्नुहोस्। फर्स्टमा हेलमेट हेलमेट लाउनुहोस्। हेलमेट यो हो, हेलमेटको यो क्लिप लाउनुहोस्। यो क्लिप अनिवार्य लाउनुपर्छ। ल क्लिप चाहिँ लाउनुपर्छ। क्लिप लाउनु भने फेल गर्नुहुन्छ नि। अब बाइक स्टार्ट छ, म हिँडेँ। ल हेर्नुहोस्। ल अब खुट्टा टेक्नु पाइँदैन, न खुट्टा टेक्नु पाइयो न त धर्का छुनु पाइयो, केही छुनु पाइएन। हेर्नु है। ल यो दुईवटा धर्काको बिचबाट बिस्तारै बिस्तार 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 गरेर तल्लो छेउ अलि च्याप्दै च्याप्दै जानुपर्छ। हेर्नु है। तल्लो छेउ एक राउन्ड भयो। अब आधी राउन्डमा उता पुरै निस्किनुपर्छ। अब यहाँबाट छ नि, यहाँ चाहिँ हल्का स्लो गर्ने, अति स्लो गर्ने। ल अब साँगुरो भागमा सिधा अगाडि 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 हेर्नु। ल अगाडि हेर्नु, यहाँ चाहिँ साइलेन्ट टक्क बाल्दैन। ल हेर्नु त। ल साइलेन्ट टल बोल्यो नि, त्यो साइलेन्ट हो। अब यहाँबाट कुन लाइट छ नि, यहाँ चाहिँ अब यसो गरेर हेर्ने। हेर्नु कुन चाहिँ लाइट बलेको छ। रातो र पहेँलो लाइट बत्ती बलेको छ भने जानु पाइएन। यो जेब्रा क्रसिङलाई नछुइकन रोक्नु पर्यो। अब अहिले मानौँ रातो र पहेँलो बत्ती छैन, अहिले ग्रिन बत्ती बल्यो। ग्रिन बत्ती बलेपछि अगाडि सिधा जाने। हेर्नु सिधा जाने, जेब्रा क्रसिङ हुँदै यसरी गरेर बिस्तारै 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 जाने। अब यहाँ ट्याक्कै रोक्नु। यहाँ चाहिँ निर्देशन अनुसार हामीलाई अगाडि जानु भन्यो भने जानु पर्यो। हामीलाई अगाडि जानु भनेको छैन, जानु हुँदैन। जहिले यातायातको मान्छेले हामीलाई अगाडि जानु भन्छ नि, त्यसपछि मात्र जानु होला। ल अनि यहाँबाट उठाउँदाखेरि एक्सिलेटर सर लिनु होला। एक्सिलेटर लेकोले गर्नु होला। एक्सिलेटर एक नाल लिनुहोस्। क्या एक नाल लिनुहोस्। लगभग यो अगाडि यो किलोमिटर छ भने लगभग 10 को स्पिड चाहिँ नघटाउनुहोस्। ल 10 को स्पिडमा भक्को भइ राखेको गर्ने। यसलाई बटारे गर्ने। ल बटारे प्लस हल्का छोटो गर्ने। अब बाइक हिँड्नु थाल्छ नि, अनि फुट ब्रेक सर्लक्कै छाड्ने, अनि यहाँ पनि टक्रक्कै रोक्ने। यति गर्नुभयो भने पास गर्नुहुन्छ। ल यति गर्नु पास गर्नुहुन्छ। फेरि यहाँबाट छ नि, यहाँबाट पनि तपाईँहरू अगाडि जानुहोस्। तपाईँले अगाडि जानुहोस् भन्यो भने मात्रै जानु होला, नत्र आफ्नै खुसीले नजानु होला। हस्, यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई मोरी धन्यवाद। सी यू नेक्स्ट भिडियो। ओके, बाई बाई।